हेलो नमस्कार सबैजनालाई मेरो भ्लगमा स्वागत छ। यो माघ महिनामा स्वस्तानीको समय पारेर साली नदी को जानुभयो स्वस्तानी माताको दर्शन गर्न। यदि जानुभएको छैन भने आउनुहोस् हामी सँगै स्वस्तानी माताको दर्शन गर्न जाउँ है त। हामी र एक चांद है और एक तू, दोनों हूबहू कैसे भला नींदों के बिना। मैले यहाँ पूजा गरेँ। अब हामी रेडी हुन्छौँ। रेडी भएँ। अब म पूजा गर्छु। साथीहरू म रेडी भएँ। अब हामी जान्छौँ। रेडी भएँ। म कस्तो देखि म देखाउँछु ल। ए थेबुली थेबुली हेर न रेडी भयो। मेरो छोरा आयो। ओके बाई। हामी चाहिँ रेडी भयौँ अब लाग्नलाई। अब भिनाजुवा लपक्कै गर्दै है। ल राष्ट्रपति जान्न नरे पढिरहेछन्। ल ल अब हामी ट्याक्सी आउँदैछ। अब हामी ट्याक्सी चढेर साली नदी जाँदैछ। ओके बाई। कार आइपुग्यो। अब हामी चाहिँ अब जाँदैछ। म चाहिँ अगाडि बस्छु। साथीहरू हामी हिँड्यौँ। कस्तो धनीवाला फिल भइरहेछ मलाई त। एकदम खतरा कारमा चढेको। बुवाको कार कस्तो नयाँ रहेछ। उहाँ पछाडि हुनुहुन्छ।
शिवाय बाबु जानी ओम नमः शिवाय भन्दै हिँड न ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय गुड जब नमस्ते गर भगवानलाई नमस्ते गर हामी गोमाको कुटी जाँदैछौँ हामी गोमाको कुटी जाँदैछौँ मेरो पुन्सु राजा र म अय्या रमाइलो छ यहाँ ठिकै बेचमा राख्नु भएको छ गोमाको कुटी अब हामी यताबाट पूजा गर्नुपर्छ ल हामी गोमाको कुटीबाट अब मास्तिर प्रस्थान गर्दैछौँ जाम फौजहरू मिलो त्यानी मिलो तानी साली नदी घुम्न आइक्युन के मिलो मेन मन्दिर पूजा गर्नै छ हामी चाहिँ फाइनली पूजा सकेर अब यहाँ हाम्रो पिकनिक सुरु हुन लाग्यो यहाँ अಯ್या बाबा नि लाउँछ नि मामखानी अब र यहाँ हामी सबैजना छौँ गाई चरु हुनुहुन्छ यहाँ दिदी हुनुहुन्छ हिराजले बदामै खाएर भ्याउनु भयो हाम्रो टङ्क मेरो सानोले आलु खाइछन् बाबाले चना निकाल्दै हुनुहुन्छ यहाँ चुकानी छ उयो भाँडामा अनि हामी यहाँ खाँदैछौँ म यहाँ छु यो चना हाल्नै छ भयो भयो मिठो छ तपाईँलाई स्कुल पढ्दा 10 रुपियाँको चुकानी र चना खाइन्थ्यो हामीले 9 र 10 पढ्दा अहिले यहाँ म चना चुकानी खाँदैछु मैले बनाएको चना कति मिठो छ त्यो पनि साली नदीमा आनन्द ला अझ अलिक घुम्न पाइएन है नखाएको भएर नखाँदै हतार हतार भयो हामी त खाएर आइदिएको ल कस्तो भयो हजुरको दक्षिण के अरे दक्षिणकाली भन्न आयो साली नदीको यात्रा गजब बसेबु कस्तो भयो यात्रा राम्रो रमाइलो गुरु हजुरको साली नदीको यात्रा कस्तो भयो आनन्ददायी भयो ल पवित्र भयो हस्